हामी प्रभुलाई धन्यवाद दिन्छौँ। हामीलाई प्रभुले नयाँ वर्षमा प्रवेश गराइकन नयाँ समर्पणको साथमा हामीलाई प्रभुको पवित्र मेजमा भाग लिने ठुलो आशिष दिनुभयो। त अब कहिले चाहिँ सक्छ र म जेको लागि आएको त्यो चाहिँ लिएर जाउँ भन्ने धेरै भइरहेको होला। सबैभन्दा ज्यादा त हामी यहाँनिर अघि मैले पर एल्सादाईको कम्पाउन्डको त्यो बाहिर के भएछ, अलिकति चाबी यता तलमाथि भएछ। हामी झन्डै 45 मिनट जस्तो बाहिर बस्नु पऱ्यो कि, तर साह्रो आशिषमय समय भयो। भित्र पसेको भए एकअर्कासँग सङ्गति हुन्थेन, बाहिर उभिँदा निकै सङ्गति भयो कि। अनि एकजना जवान भाइलाई सोधेको थिएँ, अब के अरे कति एक्साइटेड भएर आएको नि, म एकछिन चाहिँ सुत्नु पऱ्यो, रातभरि चाहिँ नयाँ सालको सेवा बस्नु पऱ्यो भनेर सुतौँ भनेको थिएँ कि बेसी एक्साइटमेन्टले गर्दा निन्द्रै लागेन अरे, सुतेन रहेछ दिउँसो। अनि के कुराले चाहिँ यति साह्रो एक्साइटेड भएको नयाँ सालको सेवाको लागि आउनुको लागि भनेको प्रतिज्ञाले गर्दा अरे। प्रमिस चाहिँ के दिनुहुन्छ प्रभुले, प्रतिज्ञा चाहिँ प्रभुले के दिनुहुन्छ भनेर चाहिँ त्यो प्रार्थना गरेर प्रभु मलाई एकदम दिनुहोस् है, तपाईँले के प्रतिज्ञा दिनुहुन्छ, यसपालिको कस्तो राम्रो दिनुभएको छ, अब अर्को पालिको के दिनुहुन्छ होला भनेर चाहिँ त्यो प्रतिज्ञाको आशाले, प्रतिज्ञाप्रतिको प्रतीक्षाले गर्दाखेरि चाहिँ निन्द्रै पनि लागेन रहेछ। कति छिटो आइपुगेको थियो सेवाभन्दा अगाडि नै हो। त्यस कारणले गर्दा अब अहिले हामीले त्यो मोमेन्टमा आइपुगेको छौँ। हाम्रो प्रतीक्षा के हुनेवाला छ, पुरा हुनेवाला छ। अब हामी प्रभुलाई हाम्रो लागि के प्रतिज्ञा राखिदिनु भएको छ त्यो कुरालाई टिप्नेवाला छौँ। तर नेपालीमा एउटा भनाइ छ, के भनाइ छ, के भनाइ छ, माल पाएर के हुन्थ्यो चाल पाए पो हुन्थ्यो भन्ने भनाइ छ कि छैन भन्नुहोस् त। माल पाएर के हुन्थ्यो चाल पाए पो हुन्थ्यो। त्यस कारणले गर्दा प्रतिज्ञा पाएर मात्रै के हुन्छ, प्रतिज्ञाको के हो ओजन, के हो प्रतिज्ञा भनेको, त्यसलाई राम्रोसँगले हामीले बुझ्यौँ भने मात्रै त्यो पाएको कुराबाट हामीले, त्यो पाएको कुरामा हाम्रो लागि के राखिदिनु भएको छ, किन दिनुभएको प्रभुले हामीलाई, किन हामीलाई यति साह्रो चाहिनु पर्ने, हामी त त्यसैको लागि आएको भन्ने हामीले किन त्यस्तो भित्रैबाट त्यो के भन्छ, त्यो हाम्रो नेपालीमा कस्तो दामी दामी है अनुकरण शब्द छ नि, त्यस्तो त्यो हर हर भएको क्या, अहिले नै पाऊँ अहिले नै पाऊँ भने। अनि त्यो पाइसकेपछि अन्त हामीलाई के हुन्छ, त्यसले त्यो कुराहरूलाई हामीले राम्रोसँगले बुझेको छौँ, तर हामीले आफैलाई याद दिलाइबस्नु आवश्यक छ। नभए कतिले त के सोच्छ, यो प्रतिज्ञा त के सोच्छ, एनुअल सब्सक्रिप्सन रिन्युअल गरेको चाहिँ सोच्छ, आज आयो वर्षभरि हुँदैन, पाइ त हाली, जे लिनु आएको त्यो पाएँ, अब यसले मलाई वर्षभरि थाम्छ भनेर हराकै। सो कतिजना के हुन्छ 31 डिसेम्बर राति 1 तारिक चाहिँ रिन्यू गरेर आएको सोचेर आउनु भएको। पक्का हो यो रिन्यू गर्ने जग्गा हो, खास भित्रैबाट हामीलाई नयाँ बनाउने यही सङ्गति हो। तर एकैपल्ट आएर लिएर मात्रै चाहिँ नयाँ हुँदैन। त्यो नयाँ हुने चिज पाएर चाहिँ त्यसले तपाईँ ममा नयाँ बनाउने कामलाई जिन्दगीभरि हरेक दिन हरेक पल अनुभव गरिरहनुको लागि चाहिँ यसमा लागिरहनुपर्छ। नत्र भने पुरानोले लिएको निर्णय गरेको समर्पण पाएको प्रतिज्ञा एकै छाक हुन्छ। त्यस कारणले गर्दाखेरि हामी परमेश्वरले प्रतिज्ञा किन दिनुहुन्छ हामीलाई, हामीलाई किन चाहिन्छ, अनि यो प्रतिज्ञाले के गर्छ, सट्टै संक्षिप्तमा हेर्छौँ। अनि यसको गहिराईलाई बुझ्नुको लागि टक्क 7:30 एल्सादाई हलमा बिहान आउनुपर्छ सबैजना। ल यसरी गर्छ होइन मार्केटिङ, यो चाहिँ हेभेनली बिजनेसको मार्केटिङ है यो। ल आउनुहोस्, हामी सबै मिलिकन दोस्रो पत्रुस 1 अध्यायको 4 पद हामी सबै मिलेर पढ्नेछौँ। ल आउनुहोस् त, 2 Peter chapter 1 and verse 4, दोस्रो पत्रुस 1 अध्यायको 4 पद हामी सबैजना मिलेर पढौँ। ल आउनुहोस् पढौँ त। Whereby are given unto us exceeding precious, great and precious promises, that by these you might be partakers of the divine nature, having escaped the corruption that is in the world through lust. अनि 22, 24, 26 बिचको छैन सर, 23 25 है। अब हामीलाई सारा विश्वभरिको मण्डलीको लागि प्रभुले यो प्रतिज्ञा दिनुभएको रहेछ हो। हामी त यहाँ सानो बगाल छौँ,
एल्सादाई है, त्यही पनि नेपाली सर्भिसमा जुट्ने मण्डली भनेर संसारभरि प्रभुले आफ्नो रगतले किन्नुभएको मण्डली छ। अनि यो सबै संसारभरिको मण्डलीलाई प्रभुले दिनुभएको यी 3वटा प्रतिज्ञाहरू हुन्। के रहेछन्? पहिलो भजन 147 को 3, लु खोलौँ पढौँ। भजन 147 को 3, साम 147 and verse 3। लु हामी सबैले पढौँ ल, खोलौँ हाम्रो बाइबल। यो प्रतिज्ञामा पाएको हामीलाई प्रभुले दिनुभएको, हामीलाई प्रभुले दिनेवाला प्रतिज्ञाको आशिष पाउनु चाहिँ सुरु चाहिँ कहाँदेखि हुन्छ? पढ्नुदेखि हुन्छ। Let us read Psalm 147 verse 3, भजन 147 को 3। ल पढौँ छिटो खोल्नु भयो? नसक्नेहरूले छेउछेउमा हेल्प गरिदिनुपर्छ। ल पायौँ? ल लेट्स रिड, पढौँ। He healed the broken in heart and binded up their wounds। कस्तो राम्रो प्रतिज्ञा। अब दोस्रो कुन चाहिँ छ? 1 Peter 5:7, पहिलो पत्रुस 5 को छ। खुसी लागेन? हामी एल्सादाईलाई त प्रभुले कस्तो प्रेम गर्नुभएको, स्पेसल मिटिङमा पनि त्यस्तै दिनुभएको थियो, नयाँ सालको लागि पनि त्यही प्रकारले दिनुभएछ भन्ने मैले त्यो पढ्दाखेरि त्यस्तो लाग्यो क्या पाउँदाखेरि। आउनुहोस् 1 Peter 5 and verse 7, पहिलो पत्रुस 5 अध्यायको 7 पद पाउनुभयो? पढौँ। Casting all your care upon him, for he careth for you। तेस्रो Isaiah 41:13, यशाया 41 को 13, यशाया 41 को 13, Isaiah 41:13 पाउनुभयो? अब त आजदेखि सुरु है प्र्याक्टिस हाम्रो। अब आज भयो, त्यहाँदेखि आउने सन्डे, त्यहाँदेखि अर्को सन्डे गर्दै त नि वचन दिने उभिँदाखेरि चाहिँ 3टा औँला टक 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 राखिहाल्नुपर्छ। यशाया 41 को 13, पहिलो पत्रुस 1 को 7, भजन 45 टक 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 बिस्तारै छिटो भेट्ने हुन्छ हामी। आज फर्स्ट हो, त्यसले गर्दा टाइम लाग्छ। खोल्नु भयो? ल Isaiah 41:13, ल पढौँ 41:13। For I, the Lord thy God, withhold thy right hand, saying unto you, fear not, I will help you। अब 2टा प्रतिज्ञा अझै पढ्नुपर्छ, तर त्यो चाहिँ हामीले पाएकै छैनौँ। एउटा प्रतिज्ञा के हो? प्रभुले यहाँ स्थानीय मण्डलीले के दिनुहुन्छ त्यो पाएपछि हामी भोलि बिहानसम्म त पाइसक्छौँ होला है, पाइसक्छौँ है, बिहानसम्म आउने रहेछ है। लु अर्को के रहेछ मण्डलीको प्रतिज्ञा, त्यो पाउनको लागि भोलि आउनुपर्नेछ हामी। अब अर्को चाहिँ के हुनेवाला छ? तपाईँले हाम्रो इन्डिभिजुअल प्रमिस, व्यक्तिगत प्रतिज्ञा, त्यो पनि हामी अब यो वचनको सेवा सकेपछि हामीले टिप्नेवाला छौँ, प्राप्त गर्नेवाला छौँ। हामी प्रभुलाई प्रार्थना गरेर थोरै मनन गर्छौँ। प्रेमी पिता, प्रभु येशूको नाममा तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँको उपस्थिति हामीलाई दिनुभएको लागि र तपाईँले हामीलाई गर्नुभएको प्रेमको लागि र तपाईँले आफ्नो विश्वास योग्यता हामीमाथि प्रकट गरिरहनु भएको लागि धन्यवाद छ। तपाईँले जस्तो प्रेम हामीलाई कसैले गर्दैन, हामीलाई तपाईँले जस्तो अरू कसैले पनि चिन्दैन। हामीले चिनेर पनि हामीलाई चुन्नुहुने तपाईँ हुनुहुन्छ, हामीलाई चिनेर पनि हाम्रो निम्ति प्राण दिनुहुने तपाईँ हुनुहुन्छ, हामीलाई जानेर पनि प्रभु परमेश्वर हामीलाई बचाउनु हुने तपाईँ हुनुहुन्छ। र हामीलाई सबै प्रकारले पापले हामीलाई थोत्रो, पापले हामीलाई फोहोरी, पापले हामीलाई पुरानो, पापले हामीलाई रद्दी बनाउँदै जाने, पापले हामीलाई नरकतिर लाने अवस्थाबाट नयाँ मान्छे बनाएर, नयाँ सृष्टि बनाएर, नयाँपनमा हिँडाएर हामीलाई त्यो नयाँ आकाश र नयाँ पृथ्वीको लागि तयार पार्ने तपाईँ मात्रै हुनुहुन्छ। र यी सबै कुराहरू तपाईँले मात्रै गर्न सक्नुहुन्छ र हाम्रो जीवनमा तपाईँले गरिरहनु भएको लागि, यो काम सुरु गर्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौँ। नयाँ वर्षमा प्रवेश पायौँ, तर तपाईँले हामीलाई प्रभु नयाँ बनाउँदै जानुको लागि तपाईँले आफ्नो प्रतिज्ञा दिनुभएको छ। तपाईँ प्रभुको प्रतिज्ञा हामीले पाएका छौँ र हामीहरू निम्ति राखिदिनुको प्रतिज्ञाको हामी प्रतीक्षामा छौँ, प्रार्थनासहित प्रतीक्षा गरिरहेछौँ। अब तपाईँको वचनबाट हामीलाई तपाईँले दिन लाग्नुभएको कुराको मूल्यलाई तपाईँ आफैले आफ्नो आत्माद्वारा बताइदिनुहोस्। म आफैलाई पुरै प्रकारले कमजोर पाउँछु। यदि म आज यहाँ छु भने तपाईँले आफ्नो प्रतिज्ञालाई पुरा गर्नुको लागि विश्वासयोग्य प्रभु हुनुभएकोले गर्दा मात्रै छु। त्यसै प्रभु तपाईँले बाँध्नुभएको प्रतिज्ञालाई पुरा विश्वासको साथमा पक्रेको छु। प्रभु म माथि दया राख्नुहोस्। आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य प्रभुले दिनुभएको सेवालाई पुरा गर्नुको लागि पवित्र आत्माको अभिषेक, अगुवाई र भरपुरी दिनुहोस्, रगतमा ढाकेर राख्नुहोस्। र प्रभु हामीले हेर्नुपर्ने कुराहरू, हामी हरेकको निम्ति राखिदिनुभएको कुराहरू तपाईँले दिइकन हामीले उत्साहित बनाएर प्रतिज्ञालाई पाएर मात्रै होइन, तर प्रतिज्ञाको आशिषलाई जीवन उपभोग गर्नुको लागि तपाईँको हृदयभित्रको विचारहरू हामीलाई प्रकट गर्नुहोस्। प्रभु यीशु हाम्रो बिचमा तपाईँ उचालिनुहोस्
र तपाईँले आफ्नो महिमा लिनुहोस्। प्रभु येशूकै नाममा पिता सुनिग्रहण गर्नुहोस्। आमेन। हाम्रो परमेश्वर चाहिँ प्रतिज्ञा गर्नुहुने परमेश्वर हुनुहुन्छ। हि इज गड हु प्रमिसेस। अनि हाम्रो परमेश्वर चाहिँ जे पनि गर्नुहुन्छ उहाँले प्रतिज्ञा गरेर मात्रै गर्नुहुन्छ। बिना प्रतिज्ञा गरी, बिना वचन दिई, बिना कुनै कुरा भनी उहाँले गर्नै हुन्न। यसकारणले गर्दा परमेश्वरले यो सबै सृष्टि ब्रह्माण्ड पनि केले बनाउनु भएको? उहाँको वचनको सामर्थ्यले बनाउनु भएको। परमेश्वरको वचन नै के हो? प्रभुको प्रतिज्ञा। जब प्रभुले भन्नुहुन्छ त्यो चिज छैन भने पनि छ जस्तो गरेर आउँछ। द्याट इज द पावर अफ द वर्ड अफ गड। द्याट इज द पावर अफ गड्स प्रमिस। छैन त्यो, तर प्रभुले उज्यालो होइजा, उज्यालो अँध्यारो भन्ने केही थिएन, सट्ट उज्यालो भइगयो। घामै छैन बनिएको, सुरुवातै भएको छैन, घाम आइजा, सट्ट घाम आइहाल्यो। परमेश्वरको वचनले जब भन्नुहुन्छ त्यो कुरा उहाँले भन्ने अनुसार पुरा हुन्छ। तर दुईटा कुरा छ जो हाम्रो परमेश्वरले गर्नु सक्नुहुन्न। के गर्नु सक्नुहुन्न हाम्रो प्रभुले? हजुर, हनोकले मुसुक्क हाँस्दै भन्नुहुँदैछ पाप गर्न सक्नुहुन्न भन्नुहुँदैछ। ठिकै हो, हाम्रो प्रभुले पाप गर्नु सक्नुहुन्न, तर बाइबलमा खोज्यो भने भेटाउँदैन। तर स्पष्ट हुनु त गर्नु सक्नुहुन्न, करेक्ट हो, तर स्पष्ट प्रकारले लेखिएको छ प्रभुले चाहिँ यो गर्नु सक्नुहुन्न भनेर लेख्नु भएको छ। दुईटा कुरा, दुईटा जग्गामा दुईटा कुरा गर्नु सक्नुहुन्न भनेर लेखिएको छ। के हो त्यो? कोरसमा आयो त, झुट बोल्नु सक्नुहुन्न हाम्रो परमेश्वर। हाम्रो परमेश्वर चाहिँ सत्यताको परमेश्वर हुन्छ, सत्य परमेश्वर हुन्छ। उहाँको मुखबाट निस्केको कुरा सत्य हो, अनि उहाँको मुखबाट निस्केको सत्य कुरा सारा संसारले विश्वास नगरे पनि त्यो सत्य ठहरिन्छ। एकैजनाले विश्वास गरे पनि त्यो सत्य नै ठहरिन्छ। सबैले विश्वास गर्दैछ भन्दैमा त्यो सत्य हो भन्ने ग्यारेन्टी छैन। एकैजनाले मात्रै विश्वास गरेको छ भन्नेमा त्यो झुट हो भन्ने ग्यारेन्टी। त्यस कारणले गर्दा जे कुरा प्रभुको वचन, पवित्र शास्त्र बाइबल चाहिँ के हो? परमेश्वरको वचन हो। अनि यसलाई के पनि भनिन्छ? यसलाई बुक अफ प्रमिसेस पनि भनिन्छ। यसलाई प्रतिज्ञाहरूको पुस्तक पनि भनिन्छ, प्रतिज्ञाले भरिएको पुस्तक भनिन्छ। त्यसले गर्दाखेरि हामी सन्डे स्कुलमा गीत गाउँछौँ होइन? के गाउँछौँ? Every promise in the book is mine. Who can sing? Every chapter, every verse, every line. All are blessings of His love divine. Every promise in the book is mine. अमीलाई थाहा छैन? ल सिक्नुपर्छ। ल आज फर्स्ट सन्डे फर्स्ट गीत न्यू इयरको नयाँ गीत यही हुनेछ। हरेक बाइबलमा भएको हरेक प्रतिज्ञा कसको लागि हो? तपाईँको अनि मेरो लागि हो। त्यस कारणले गर्दा द फर्स्ट थिङ, पहिलो कुरा प्रभुले के भन्नुभएको छ प्रभुको बारेमा के छ? ही क्यानट लाई। उहाँले झुट बोल्नै सक्नुहुन्न। कहाँ लेखिएको छ? कहाँ लेखिएको छ? एड्रेस पनि भन्नु पर्यो नि। यतिको चाहिँ हुनुपर्छ है, सबैजना हुनुपर्छ है। ए भनिदिने छैछ, म त के खोलेर हेर्नु मात्रै नसोच्नुहोस्। हामी सबैजना ज्ञानी धनी हुनुपर्छ प्रभुको वचनमा है। ल आउनुहोस्, तीतस 1:2। In hope of eternal life which God that cannot lie promised before the world began. तो पढिदिनुस् त नेपालीमा। अनन्त जीवनको आशामा जसको प्रतिज्ञा झुट बोल्नै नसक्नु हुने परमेश्वरले संसारको सुरु हुनुभन्दा पहिले गर्नुभयो। संसारको उत्पत्ति हुनु, संसार सुरु हुनुभन्दा अघि नै प्रभुले के गर्नु भएको छ? प्रमिस गर्नु भएको छ, प्रतिज्ञा गर्नु भएको छ। के को प्रतिज्ञा गर्नु भएको छ? इटर्नल लाइफको, अनन्त जीवनको प्रतिज्ञा प्रभुले गर्नु भएको छ। अनि यो प्रतिज्ञा गर्ने परमेश्वर चाहिँ कस्तो हुनुहुँदो रहेछ? झुट बोल्नु नसक्ने, गॉड हु क्यानट लाई। झुट बोल्नै नसक्ने प्रभुले के गर्नु भएको छ? प्रतिज्ञा गर्नु भएको छ। सो प्रतिज्ञा गर्नुहुने परमेश्वर कस्तो हुनुहुन्छ? झुट नबोल्ने। अनि तपाईँ हामी नयाँ साल लागेर मात्रै प्रतिज्ञा निकालेको होइन। यो संसार उत्पत्ति हुनुभन्दा अगाडि नै परमेश्वरले सब प्रतिज्ञाहरू रेडी राख्नु भएको छ। अनि सबभन्दा त्यो प्रतिज्ञाको जेठा प्रतिज्ञा जसको आधारमा सबैजना हामी प्रतिज्ञाको हकदार हुन सक्छौँ, प्रतिज्ञा हामीले पाउन सक्छौँ प्रभुबाट, त्यो के हो? अनन्त जीवनको प्रतिज्ञा। हामी त्यो यसको अलिकति हेर्नेवाला छौँ। अब दोस्रो कुरा, प्रभुले के गर्नु सक्नुहुन्न? के गर्नु सक्नुहुन्न? मलाई थाहा थियो, धेरै थाहा छैन भनेर। आउनुहोस्, मलाई पनि थाहा थिएन नि त, तर अब थाहा पाएँ। आउनुहोस्, दोस्रो तिमोथी, तीतसभन्दा जस्ट अगाडि, दोस्रो तिमोथी 2:13
2 अध्यायको 13 पदलाई पढ्छौँ ल। 2 Timothy chapter 2 and verse 13. If we believe not, yet he abideth faithful, he cannot deny himself. के रहेछ पढ्नुहोस् नेपालीमा? हामी विश्वासयोग्य भएनौँ भने हामी विश्वासयोग्य भएनौँ भने पनि उहाँ विश्वासयोग्य रहनुहुन्छ। हामी विश्वासयोग्य भएनौँ भने पनि उहाँ विश्वासयोग्य रहनुहुन्छ। उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न। एकमात्र सत्य र जीवित परमेश्वरले के गर्न सक्नुहुन्न? आफैलाई इन्कार गर्न सक्नुहुन्न। पत्रुसले इन्कार गर्ला, तपाईँ मैले इन्कार गरौँला, म विश्वास गर्दिनँ, उहाँ मात्रै सत्य होइन होला, छ त आम्मामामा गर्नै नसक्ने गरी ईश्वरहरू आफ्नो आफ्नो भनेर इन्कार गर्ला प्रभुलाई। तर उहाँले आफैलाई के गर्नु सक्नुहुन्न? डिनाइ गर्नु सक्नुहुन्न। किन? बिकज हि इज अ फेथफुल गड। प्रतिज्ञा गर्ने परमेश्वर, विश्वासयोग्य परमेश्वर। प्रतिज्ञा चाहिँ गर्यो तर विश्वासयोग्य भएन, त्यो प्रतिज्ञाको के फाइदा? विश्वासयोग्य चाहिँ हुनुहुन्छ तर अब केमा विश्वासयोग्य हुनु त्यही नै छैन भने पनि के विश्वासयोग्यता? तर God who cannot lie, God who cannot deny is God who promises and God who is faithful to fulfill that promise. परमेश्वर जसले झुट बोल्नु सक्नुहुन्न, परमेश्वर जसले आफैलाई इन्कारै गर्न सक्नुहुन्न, उहाँ चाहिँ प्रतिज्ञा गर्नुहुन्छ अनि गरेको प्रतिज्ञालाई उहाँले आफ्नो विश्वासयोग्यतामा पुरा गर्ने परमेश्वर हुनुहुन्छ। तर कुरा चाहिँ के छ भने यो प्रतिज्ञा तपाईँले मैले पाउनुको लागि सबभन्दा फर्स्ट प्रमिस तपाईँले मैले पाएको हुनुपर्छ। त्यो चाहिँ के रहेछ? अनन्त जीवन। जबसम्म तपाईँले मैले अनन्त जीवन पाउँदैनौँ तबसम्म तपाईँले मैले परमेश्वरको प्रतिज्ञा पाउनै सक्दैनौँ। अनन्त जीवन कसमा छ? प्रभु यीशु मसीहमा मात्रै छ। त्यसकारणले गर्दा प्रभु यीशु मसीहमा तपाईँले आफ्नो पापलाई पश्चाताप गरेर प्रभु यीशु मसीहलाई तपाईँले आफ्नो जीवनको व्यक्तिगत मुक्तिदाता र जीवनको प्रभु भनेर जबसम्म ग्रहण गर्नुहुन्न, जबसम्म तपाईँले विश्वास गर्नुहुन्न उहाँ तपाईँको पापको लागि मर्नु भएको, गाडिनु भएको, बौरेर उठ्नु भएको, उहाँ मात्रै उद्धारकर्ता हुनुहुन्छ, उहाँ बाहेक अरू कोही ईश्वर छैन, उहाँले मात्रै मलाई स्वर्ग लान सक्नुहुन्छ, उहाँले मात्रै यो संसारमा मलाई एउटा के छ, एउटा चोखो, एउटा पवित्र, एउटा परमेश्वरले जुन उद्देश्य राखेर मलाई सृष्टि गर्नुभएको थियो त्यो अनुसार त्यो उद्देश्यमा जिउन मलाई सिकाउनुहुन्छ भन्ने कुरालाई जबसम्म तपाईँले आफ्नो जीवनको व्यक्तिगत निर्णय र व्यक्तिगत अनुभवको रूपमा तपाईँले स्वीकार्नुहुन्न तबसम्म तपाईँ अनन्त जीवन पाउन सक्नुहुन्न, तबसम्म यो प्रतिज्ञाको भागीदार तपाईँ हुनै सक्नुहुन्न। त्यसले गर्दा प्रभु यीशुलाई ग्रहण नगरेको, प्रभुलाई नपाएकोहरूको लागि यो प्रतिज्ञा होइन। तपाईँले प्रतिज्ञा तब मात्रै पाउनुहुन्छ, त्यो प्रतिज्ञाको अधिकार र त्यो प्रतिज्ञाको आशिषको भागी तब मात्रै बन्नुहुन्छ जब फर्स्ट प्रमिस तपाईँको जीवनमा पुरा हुन्छ, अनन्त जीवनको। यसकारण म तपाईँलाई एउटा घटना भन्छु। यहाँ सिङ्लाबाट को हुनुहुन्छ? यहाँ दार्जिलिङ सिङ्ला हाम्रो त्यो पुर्के अङ्कलको नाम के? नेमिया पुर्के लाकमान पुर्को अङ्कल डल्लो तपाईँको बाबा होइन? उहाँको गवाई थाहा छैन उयसको प्रतिज्ञाको बारेमा? होइन उहाँ होइन हौ, तपाईँको बाबा होइन, मैले नाम युएसकै बाबा हो, युएस हो। अच्छा लु, उहाँको बाबा, मैले भनेको मान्छे चाहिँ उहाँकै बाबा हो भने चाहिँ उहाँको घटना है। होइन यो क्रिस्तानहरू चाहिँ के अरे 31 तारिक डिसेम्बर राति भेला हुँदा रहेछन्, अनि खै गाउँदा रहेछन्, फेरि रुँदा रहेछन्, फेरि हाँस्दा रहेछन्, फेरि के गर्दा रहेछन्, लास्टमा चाहिँ एउटा पर्ची टिप्छन् अरे, त्यो पर्ची चाहिँ जोखाना अरे हो, त्यो तपाईँको त छ्याछ्याती पुरा हुन्छ अरे, त्यसमा लेखेपछि त अब फरिफाप हुन्छ अरे भनेर सुन्नुभएछ। त्यसको पालो प्रभुलाई पाएको छैन, क्रिस्चियनको कुरा केही थाहा छैन। होइन यसपालि चाहिँ म पनि के गर्नु पर्यो, 31 तारिक जानु पर्यो भनेर जानुभएछ। अनि त्यहाँदेखि गएर बस्नु भएछ, के गाउँदैछ, वचन भन्दैछ, केही छैन, उहाँको धुन कहाँ छ, त्यो कहिले त्यो पर्ची टिप्ने टाइम आउँछ र म टिपौँ भनेर चाहिँ घरि सुत्दै, घरि झुल्दै, घरि यताउता हेर्दै, आनाकानी गर्दै, सायद कति पनि त्यसरी बसिरहनु भएको होला। कहिले यो मान्छे यो काले केटा बोल्नु बन्द गर्छ र टिपौँ भइरहेको होला। ठिक छ, त्यो पाउनुहुन्छ तपाईँले, म बन्द गरिहाल्छु एकछिन, फेरि पर कराउन जानुपर्छ म। अनि त्यहाँदेखि के भएछ, भरे टक्क टाइम आएछ, बल्ल पायो भने चाहिँ उहाँ हिँड्दै जानुभएको छ, गीत गाउँदैछ, जाँदैछ, कहिले पुगु र टिपु भने सट्ट टिप्नु भएछ। अब उहाँले देखेको छ, अब्जर्भ गरेको छ कि हेरिहाल्नु हुँदैन अरे, फेरि लाग्दैन अरे भनेर सुनेको छ फेरि हो। अब प्रभु नपाउन्जेल यस्तै भाषाहरू लाग्छ नि त हो। हेरेर एकदम त्यो प्रार्थना गरेर हेर्नुपर्छ अरे, अनि उनीहरूको पास्टर हुँदो रहेछ, उनीहरूलाई देखाएपछि, उनीहरूले बुझाएपछि मात्रै लाग्छ अरे भनेर सुनेको छ। भरे त्यहाँदेखि सेवा सकियो, सबैजनाले प्रार्थना गर्दै खोल्दै, यो त पाएँ भने
भरे त उहाँको पालो यस्तो गरेर हेरेको त सादा पो रहेछ अरे, लेखेको थिएन रहेछ अरे, प्रतीकै छैन अरे त्यहाँ त। ला केही छैन त, त्यहाँदेखि कुद्दै जानुभएछ। खोइ त अन्त अरूको हेरेछ, अरूकोमा त के लेखेको छ, तिमीले आशिषमाथि आशिष पाउने छौ, आजको दिनदेखि तिमीले आशिष पाउने छौ, नडराऊ म तिम्रो साथमा छु, तिम्रो वंशलाई वृद्धि गराउने छु। आम्मा के लेखेको पाउँछ अरे, न तिमीलाई म शान्ति दिनेछु, तिम्रो शत्रुदेखि तिमीलाई टाढा राख्नेछु, मेरो करार तिमीले भङ्ग गर्ने छैन। के वचन आएको छ अरे, छैन उहाँको सादा। खोइ त अन्त दाजु मेरो त सादा आयो त, अन्त के पाइनँ त मैले। हो त जबसम्म प्रभुलाई ग्रहण गर्दैन पाउँदैन प्रतिज्ञा भन्नु अरे प्रभुको दासले। त्यहाँदेखि उहाँले त्यति नै खेर प्रभुलाई ग्रहण गर्नुभयो। अस्ति मैले उहाँलाई के अरे कन्भोकेसनमा भेटेको थिएँ कि, अनि उहाँले त्यो सादा छ नि त्यो नलेखेको त्यो प्रतिज्ञाको पन्ना त्यो बोकेर हिँड्नु भएको छ कि, अनि मैले फोटो खिचेँ उहाँको। तपाईँको त्यो छ भनेको त छ अरे, 98 कि कहिले प्रभुलाई ग्रहण गर्नुभएको छ, त्यस तत्कालै उहाँले ब्याप्टिजम पनि लिइहाल्नु भएछ। ल म तपाईँलाई पछि देखाउँला है। ल मैले एकदम खिचेको जस्तो लाग्छ, यस्तो त मैले याद गर्नुपर्छ भनेर मैले उहाँको कुराहरू सुनेर मैले खिचेर राखेको छु। एनिवेज के छ भन्दाखेरि चाहिँ जबसम्म प्रभुलाई तपाईँले पाउनुहुन्न तबसम्म तपाईँले प्रतिज्ञा पाउनुहुन्न। त्यहाँदेखि प्रतिज्ञा पाएपछि कस्तो ठुलो गवाई भएर है, गान्तोक त कहिले मिस गर्नु नाकको आँखै। अब तपाईँको बाबा हो भने चाहिँ उहाँकै हो त्यस्तो छ उहाँको गवाई, सुनेकै छैन उहाँले, सुन्नु है बाबाको गवाई। अब त्यो मैले भनेको अङ्कल चाहिँ थिए तपाईँको बाबा हो भने। एनिवेज त्यस कारणले गर्दा फर्स्ट थिङ इज यु हेभ टु बी बोर्न अगेन। तपाईँले प्रभु यीशु मसीहमा अनन्त जीवन पाएको हुनुपर्छ, तबदेखि मात्रै प्रतिज्ञा तपाईँको भाग हुन्छ। अब प्रभुलाई पाइसकेपछि, प्रतिज्ञाको हकदार भइसकेपछि, नयाँ जीवन अनन्त जीवनको भागीदार भइसकेपछि तपाईँले मेरो जीवनमा के सुरु भएको हो, अब तपाईँ नि म चाहिँ त्यो पापले गर्दाखेरि हामीलाई करप्ट गरिबस्ने, शरीरको अभिलाषाले हामीले घरिघरि भ्रष्ट पारिबस्ने कुराबाट चाहिँ हामी उम्केर चाहिँ प्रभु यीशु मसीह जस्तै उहाँको ईश्वरीय डिभाइन नेचर, तपाईले हाम्रो पापको करप्टेड नेचर होइन तर प्रभु यीशु ख्रीष्टको त्यो स्वर्गीय नेचरको बन्दै जानुको लागि चाहिँ दिनुभएको के हो, एउटा हामीलाई भाग हो। त्यस कारण अघि हामीले दोस्रो पत्रुस 1:4 के पढ्यौँ, whereby is given unto us exceeding great and precious promise, by which we will become partakers of the divine nature, having escaped the corruption that comes through the lust in this world. हामीलाई के दिएको छ, अत्यन्तै बढी र अमूल्य बहुमूल्य मोलै तोक्नु नसक्ने प्रतिज्ञा दिनुभएको छ, जसद्वारा हामी यो संसारमा अभिलाषाद्वारा आउने भ्रष्टताबाट उम्किँदै ईश्वरीय स्वभावको भागीदार हुँदै जाउँ भनेर दिएको प्रतिज्ञा हो। त्यस कारणले गर्दा प्रतिज्ञाले तपाईँ नि मलाई प्रभुले जे प्रतिज्ञा दिनेवाला हुनुहुन्छ या यो प्रतिज्ञा पनि जो दिनुभएको छ, यसको मूल उद्देश्य के रहेछ, तपाईँ नि मलाई चाहिँ प्रभु यीशु मसीह जस्तो बनाउँदै जानु। अनि त्यो चाहिँ कसरी हुँदो रहेछ, हाम्रो त्यो पुरानो नेचर यो संसारमै छौँ नि त, हामी सबैजना त स्वर्गदूत भएर गइहालेको छैनौँ नि त, होइन, प्रभुलाई पाएर संसारमै छौँ नि त। यो शरीरले, यो संसारले, आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको घमण्डका कुराहरूले घरिघरि हामीलाई पुरानो मान्छेमा, संसारमा, पापमा, अभिलाषामा हामीलाई भ्रष्ट पार्नु खोज्छ। तर त्यसबाट उम्किनुको लागि प्रभुले प्रतिज्ञा, प्रभु मलाई तपाईँले यो प्रतिज्ञा दिनुभएको छ, यस्तो कुरा भइरहेको छ, मलाई घरिघरि फेरि पापमा पुरानो मान्छेले तानेर लाँदैछ प्रभु भनेर प्रतिज्ञा दाबी गरिहाल्नुपर्छ। त्यो प्रतिज्ञाले हामीले उम्किनुमा हेल्प गर्नुहुन्छ। अनि जस्तो उम्क्यो हामीलाई प्रभु जस्तो, प्रभुको नेचरमा हामीलाई बनिँदै जानुमा सहायता गर्नुहुन्छ। द्याट इज द पर्पज अफ प्रमिस। अनि यो प्रमिस चाहिँ कस्तो हो, यो लडतरो होइन, ठुलो ठुलो ग्रेट कुराहरू होला, महान कुराहरू होला नि यो संसारमा। तपाईँ नि काम गर्ने ठाउँमा ठुला मानिसहरू आउलान्, तपाईँले मलाई कति कुराहरू साह्रो ठुल्ठुलो लाग्ला, तर त्यो सबै ग्रेटनेसलाई एक्सिड गर्ने चाहिँ के छ, तपाईँले मेरो जिन्दगीमा प्रभुले दिनुभएको प्रतिज्ञा छ। यो चाहिँ एक्सिडिङ ग्रेट भन्नु हुँदैछ, अत्यन्तै बढी, सबभन्दा ग्रेट तपाईँले मलाई दिनु प्रतिज्ञा छ। अनि प्रतिज्ञा पाइसकेपछि चाहिँ एकदम गरेर हिँड्नु होइन नि, आमा थाहा छ प्रभुले मलाई यो भन्नुभएको छ भने एकदम त्यो साहसको साथमा हिँड्नु, एकदम त्यो आनन्दको साथमा हिँड्नु, एकदम त्यो कन्फिडेन्सको साथमा तपाईँ म हिँड्नुपर्छ।
प्रतिज्ञा कहाँ छ त? खै यतै राखेको थियो, कहाँ भयो? जनवरीमा त थाहा हुन्छ, फेब्रुअरीमा त सक्यो। एभ्री डे हामीले हरेक पलमा ब्याप्टिजम लिँदा प्रतिज्ञा दिनुहुन्छ, नयाँ साल लाग्दा प्रतिज्ञा दिनुहुन्छ, प्रभुलाई प्रार्थना गरेर कुनै कुरोको लागि अगुवाई माग्दा पनि प्रतिज्ञा दिनुहुन्छ। हर पल प्रतिज्ञा प्रभुले दिनुहुन्छ। यसको उद्देश्य चाहिँ त्यो रहेछ। कति सुन्दर हो कि होइन? अब हामीले माल पनि पाउँछौँ, चाल पनि पाउँछौँ, अनि यसको आशिषलाई उपभोग गर्दै जान्छौँ, होइन? तर प्रतिज्ञा पाउँछौँ, प्रभुले त्यो प्रतिज्ञालाई पुरा गर्नुहुन्छ। तर त्यसको लागि चाहिँ तपाईँले मैले के हो, प्रतिज्ञा पाइसकेपछि यो कन्फिडेन्स, यो फेथ, यो निश्चयता पाइसकेपछि त्यो कुरा चाहिँ तपाईँले मेरो जीवनमा पुरा हुनुको लागि चाहिँ एउटा कुरा चाहिन्छ। हिब्रू 10 अध्यायको हामी पढ्ने रहेछौँ 36 पदलाई मात्रै, फर द टाइमिङ। 10:36, Hebrew 10:36. For you have need of patience, that after you have done the will of God, you might receive the promise. पढिदिनुहोस् त नेपालीमा। किनकि परमेश्वरको इच्छा पुरा गरेर तिमीहरूलाई प्रतिज्ञा गरेको कुरा पाउनलाई धीरजको खाँचो छ। तपाईले मलाई के चाहिँदो रहेछ? पेशेन्स चाहिन्छ, धीरज चाहिन्छ। डक्टर हुनु नपाए पनि पेशेन्ट चाहिँ हुनु पाउँछौँ हामी सबैजना। हामी सबजना के हुनुपर्छ? पेशेन्ट हुनुपर्छ। के को लागि? प्रभुको प्रमिस प्राप्त गर्नुको लागि, प्रभुको प्रमिस हाम्रो जीवनमा पुरा हुनुको लागि हामी के हुनुपर्छ? धीरजी हुनुपर्छ। अनि त्यो धीरज चाहिँ कसरी हामीले काममा लाउनुपर्छ? प्रभुको इच्छा के रहेछ, प्रभुको इच्छालाई पुरा गर्दै जाँदै गर्दाखेरि चाहिँ हो। अनि हामीलाई धीरजी बनाउनुको लागि प्रभुले के पठाउनुहुन्छ? प्रभु मलाई धीरज दिनुहोस् भन्दा डक्कै दिनुहुन्छ। एकजनाले भने प्रभु प्लिज मलाई धीरज दिनुहोस्, अहिले नै दिनुहोस् भने अरे। प्रभु मलाई धीरज दिनुहोस्, अहिले नै दिनुहोस् अरे। अब त्यो मिल्यो, जे माग्दैछ त्यो चाहिँ अहिले नै चाहियो, त्यो भयो अन्त। लर्ड आई निड पेसेन्स, प्लिज गिभ मी नाउ भनेर भन्नुहुन्छ, हुँदैन। तर उहाँले हामीलाई पेसेन्ट बनाउनुको लागि के दिनुहुन्छ? सफरिङ दिनुहुन्छ। हाम्रोमा गोल्ड रिङ छ कि छैन, तर सफरिङ चाहिँ हामीले पाउँछौँ। दुःख, सङ्घर्ष, प्रभुलाई पाइसकेपछि सुनको सडकमा एकैचोटि हिँड्नु पाउँछौँ? पाउँदैनौँ नि। सुनको मुकुट टक्क लगाइदिनुहुन्छ? छैन। काँडाको मुकुट लाउनुपर्छ। यही संसारको गल्लीमा हिँड्नुपर्छ। धेरै प्रकारको सङ्घर्षमा भएर जानुपर्छ। यो जति पनि तपाईँले मलाई प्रभुले दुःख दिनुहुन्छ, त्यो दुःख चाहिँ के हो? तपाईँले मेरो के अरे पाएको प्रतिज्ञाको, प्रार्थनाको उत्तर हो। त्यो दुःखले, त्यो सङ्घर्षले, त्यो कष्टले हामीलाई के बनाउँछ? धीरज उत्पन्न गराउँछ। अनि त्यो धीरजले हामीलाई प्रभुको इच्छामा हिँड्ने बनाउँछ। अनि त्यसले हामीलाई के बनाउनुहुन्छ? प्रभुको प्रतिज्ञा प्राप्त गर्ने। अब ह्याभिङ सेड द्याट, प्रभुले अब हामीलाई 3टा प्रतिज्ञा दिनुभएको छ। उहाँले हृदय टुटेकोहरूलाई मलमपट्टि बाँधिदिनुहुन्छ। कस्तो सुन्दर प्रतिज्ञा! कसको हृदय टुटेको छ? के कुराले टुटेको छ? हृदय टुट्दै नटुटेको त कोही छैन होला। हृदय नटुटेको भए त सायद प्रायः बेङ्गलोरमा हुन्थेन होला। के कुराले तपाईँले मेरो हृदय टुटाएर हामी यहाँ आइपुगेको छौँ, आफ्नो आफ्नो घर, गाउँ, परिवार छोडेर। अनि कति यो बेङ्गलोर छोडेर गएको छ केले गर्दा? हृदय टुटेकोले गर्दा। के कुराले हृदय टुटायो? अन्त एकदम नहुने म यहाँ बसेर भनेर जानुभयो। तर हामी सबैजनाको अब यसको डिटेल्स हामी पछि हेर्नेवाला छौँ है, कि के कुराको हृदयको टुटाइलाई चाहिँ प्रभुले मलमपट्टि बाँध्नुहुन्छ। त फर्स्ट प्रतिज्ञाबाट हामी पाउँछौँ एउटा रिन्युड हार्ट, एउटा नयाँ हृदय, या त एउटा नयाँ बनिँदै जाने हृदय चाहिँ हामीले पहिलो प्रतिज्ञाबाट त्यो आशिष पाउँछौँ। गड वान्ट्स टु रिन्यू आवर हार्ट्स। प्रभुले हाम्रो हृदयलाई नै नयाँ बनाउँदै जानुहुन्छ यो नयाँ वर्षमा। यो चाहिँ पहिलो प्रतिज्ञाको आशिष हो। दोस्रो प्रतिज्ञा, तिम्रो सारा फिक्री परमप्रभुमा राखिदियो। किनभने उहाँले तिम्रो फिक्री गर्नुहुन्छ। कास्टिङ अल योर केयर अपन हिम बिकज ही केयर्स फर यु। फिक्री कहाँ गर्छ हामी? वेयर डज आवर फिक्री बिगिन? वेयर डु वी फिक्री? हामी कहाँ चिन्तित हुन्छौँ? हामी कहाँ चिन्ता गर्छौँ? इन आवर माइन्ड, हाम्रो मनमा। त्यसरी के भन्छ? एङ्जाइटी भन्छ, एङ्सियस भन्छ। पुरा चिन्ता र फिक्री हामीलाई कहाँ हुन्छ? हाम्रो मनमा, हाम्रो मस्तिष्कमा हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ सारा फिक्री परमप्रभुलाई, तिम्रो मनमा के चलिरहेको छ, तिम्रो के कुराले तिमीलाई दबाई दिइरहेको छ, फिक्री के कुरा छ? फिक्री के हुन्छ? पास्ट, प्रेजेन्ट, फ्युचर सबैको फिक्री हुन्छ। पास्टमा के गरी पठाउनु भयो त्यसको फिक्रीले तपाईँलाई
थिचिरहेको छ। साल त नयाँ भयो, प्रस्ताव पनि गर्नुभयो, समर्पण पनि गर्नुभयो, तर प्रभुले दिनुभएको छ प्रतिज्ञा, तपाईँको विगतको वर्षसम्मको कुराहरूको फिक्रीले तपाईँलाई दबाइरहेको छ, त्यो प्रभुमा राखिदिनु भन्नुहुँदैछ। अनि अहिले वर्तमान पनि, प्रेजेन्टमा पनि तपाईँलाई धेरै प्रकारको फिक्रीहरू हुनेवाला छ, भइरहेको छ, अनि फ्युचरमा पनि हुनेवाला छ, तर प्रभुले अगाडिबाट प्रतिज्ञा दिनुहुँदैछ, तिम्रो सबै फिक्री के गर, उहाँमाथि राखिदिनु, किनभने उहाँले फिक्री गर्नुहुन्छ। यो दोस्रो प्रतिज्ञाको आशिष हो रिन्युड माइन्ड, नयाँ मन। हाम्रो माइन्डलाई, जुन माइन्डमा हाम्रो फिक्रीले घेरा बारेर हामीलाई थिचेर राख्छ, त्यसलाई नै प्रभुले के गरिदिनुहुन्छ, नयाँ बनाइदिनुहुन्छ। अनि तेस्रो के छ, आइजाया 41:13, नडराऊ, म दाहिने हात समातेर प्रभुले भन्नुहुन्छ, नडराऊ, म तिमीलाई के गर्छु, सहायता गर्छु, म तिमीलाई हेल्प गर्छु। हामीलाई सहायताको आवश्यकता छ, अनि परमेश्वरले सहायता गर्छु भन्नुभएको छ। अनि यो 41 अध्यायको 1 देखि हामीले सुरु गर्यो भने, ए प्रभुको छोराछोरी हो, तिम्रो बललाई, तिम्रो स्ट्रेन्थलाई रिन्यू गर भनेर भन्नुभएको छ। त्यसले गर्दा यो प्रतिज्ञाको आशिष चाहिँ के हो, रिन्युड स्ट्रेन्थ, नयाँ हुँदै जाने बलको कुरा गर्नुभएको छ, जसद्वारा प्रभुको सहायतालाई हामी के गर्नेवाला छौँ, पाउनेवाला छौँ। त्यस कारण प्रभुले तपाईँले मलाई सहायता गरेका हुन्। यो वर्ष हाम्रो लागि एउटा नयाँ हृदय, नयाँ मन अनि नयाँ बलको साथमा त्यो नयाँपनमा हामीलाई हिँड्नुमा प्रभुले यो प्रतिज्ञाहरूको आशिषको भागीदार प्रभुले हामीलाई बनाउन चाहना गर्नुभएको छ। यसमा हामीलाई बन्नमा प्रभुले सहायता गरेका प्रभुले आशिष दिनुभएका हुन्। सबैलाई जय मसीह।